वेलकम टू माई युट्युब च्यानल। गुड मर्निङ लासो फ्याबुल्ला साथीहरू। आज पनि बिक्री सम्बन्धीको नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। केही समय चाहिँ ग्याप भयो मेरो आफ्नै प्राविधिक कारणले भनौँ न हैन, पर्सनल कारणले। अनि तपाईहरुसँग चाहिँ आज फेरि जोडिनको लागि एउटा महेन्द्र कम्पनीको 4 ड्राइभमा रहेको गाडी, डबल क्याबिन गाडी लिएर उपस्थित भइसकेको छु। देशका विभिन्न जिल्लाबाट, विदेशका विभिन्न ठाउँबाट साथीहरूले मेरो भिडियो हेरेर माया गरिदिनु भएको छ। तपाईहरुलाई हृदयदेखि नै धन्यवाद छ। आज भन्देखि ढिला नगरौँ। यो गाडीको चाहिँ तपाईलाई मूल्यको कुरा पनि गर्नेछु। यो गाडीमा पाउने सेवा सुविधाहरू हैन, यसको बाहिरी आवरणहरू के छ, भित्री चीजहरू कस्तो छ, कन्डिसन भन्ने कुरा पनि यसै भिडियोमा जानकारी दिनेछु। सुरु गरौँ। यो गाडी चाहिँ तपाईको महेन्द्र कम्पनीको 2013 मोडलको 11 मोडलको, जसमा 4 सिलिन्डर गाडी, 2523 सीसी हैन, चालक सहित सर्लगै 5 जना भित्र बसेर यात्रा गर्न मिल्ने र पछाडी भन्देखि तपाईको आवश्यकता अनुसार 500-700 केजी सामान मजाले हालेर हिँड्न मिल्ने गाडी। यो गाडी चाहिँ तपाईको मैले धेरै तारिफ गरिराख्नु पर्दैन हैन। महेन्द्र कम्पनी भनिसकेपछि त्यतिकै चिर परिचित गाडी पनि हो हैन। यो गाडी चाहिँ जहाँ बाटो सकिन्छ त्यहाँबाट यात्रा सुरु हुने गाडी। जस्तै भन्नु खोजेको अन्य गाडीहरू नजाने ठाउँमा यो गाडी चाहिँ मजाले घोडा जसरी हिमाल तराई पहाड जहाँसुकै पनि एकदम सारा यात्रा गर्ने, कहीँ कतै पनि यो गाडीले त्यति साह्रो धोका नदिने, दिइहालेको खण्डमा पनि सजिलैसँग पार्ट्सहरू पाइने गाडी। यो गाडी चाहिँ तपाईको सर्लगै यहाँ पछाडी 4 जना अटिको, अगाडि ड्राइभर 1 जना, अनि ड्राइभरको उतापट्टि पनि तपाईको 2 जना अट्छ। तर सिट क्षमता 5 जनाको अट्दाखेरि यो गाडीमा 7 जना अट्छ। 5 जना बसेर हिँड्दाखेरि ट्राफिक पुलिसले केही पनि गरेन। 7 जना बस्दाखेरि चाहिँ फाइन काट्ने सम्भावना हुनसक्छ। ती फाइन काटेको जिम्मा चाहिँ तपाईँ आफै लिनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईको 7 जना पनि अट्यो फेरि सर र त्यताबाट देखाइदिनु सर यो गाडी एकदमै। फेरि यो कतै चाहिँ तपाईको के छ भनेदेखि टचअप कलर गरेको छ। अन्य धेर जस्तो ठाउँमा भनेदेखि कम्पनी कलर पनि छ। यो गाडी तपाईले 4 व्हील ड्राइभमा पाउनुभयो। अफ रोडतिर, हिलो बाटोमा, पहाडतिर भयो हैन, त्यस्ता ठाउँतिर चाहिँ 4 व्हील हालेर मजाले तपाईले यात्रा गर्न सक्नुहुनेछ। गाडी मोडल पुरानो तर अवस्था भनेदेखि एकदम राम्रो छ। गाडी चाहिँ तपाईको यो चाहिँ पर्सनल प्रयोगको लागि पनि गर्न मिल्यो भनेदेखि यो चाहिँ टक्क टिपसिप गर्ने, पैसा कमाउने अभियानमा लाग्नु पनि मिल्ने खालको गाडी। तपाईको सिल पार्टेसनदेखि लिएर हरेक कुराहरू एकदम राम्रो, चकाचक, लभली, ह्यान्डसम, ब्युटिफुल पपअप गाडी भनेको चाहिँ नि यही नै हो। सानो बजेटमा तपाईँ मालिक बन्नको लागि तयार हुनुहोला। तपाईँको आवश्यकता अनुसारको गाडी लिएर आइसकेका छौँ। तपाईको महत्त्वपूर्ण गन्तव्यको सहयात्री बन्नको लागि महेन्द्र कम्पनीको डबल क्याबिन एकदमै रेडी अवस्थामा छ। तपाईँ चाहिँ टक्क पैसा लिएर आउनु होला। भिडियो कस्तो लाग्छ? राम्रो लाग्यो भिडियो हेरेर चिज आफूले खोजेको जस्तो गाडी पायो भनेदेखि आउनु होला, गाडी हेर्नु होला। तपाईलाई सर्वप्रथम त तपाईलाई आवश्यकता हुनु पर्यो गाडी हैन। यसको इन्जिन भइगयो 2011 मोडलको गाडी। तपाईले यसमा भनेदेखि पावर स्टियरिङ पाउनुहुन्न, नर्मल स्टियरिङ गाडी। अघि पनि भनेको 4 सिलिन्डर 4 गियर गाडी है यो फेरि है, 5 गियरमा होइन 4 गियर। यी र यस्ता गाडीहरू भनेको साथीहरूले चाहिँ किन किन्ने भन्दाखेरि पैसा कमाउनको लागि किन्ने हो। तपाईले कमाएको, दुःखले कमाएको धन गलत ठाउँमा प्रयोग नहोस्, सही ठाउँमा सदुपयोग हुनुपर्छ भन्ने सोच र विचारले गर्दाखेरि विगत केही समयदेखि गाडी सम्बन्धीको खरिद बिक्रीको भिडियो बनाएर आइराखेको छु। अनि तपाईले चाहिँ नि हामी कहाँ आएर, सबैजना साथीहरू हामी कहाँ नै आएर गाडी किन्ने सम्भव त हुँदैन। आफ्नै क्षेत्रमा, आफ्नै ठाउँमा गाडी खरिद गर्नु होला। तर कस्ता गाडी किन्ने भन्ने कुरा चाहिँ तपाईलाई किन्ने मान्छेलाई जानकारी हुनुपर्छ। अब भने तपाईको यो एकचोटि होल बडी पनि भिजिट गराइदिउँ। यो टायर हेरौँ साथीहरू। टायर एकदमै चकाचक छ, न्यू, ब्रान्ड न्यू छ। 4 व्हील ड्राइभ हो। 4 व्हील भनिसकेपछि तपाईलाई मैले यो गाडी चाहिँ कस्तो ठाउँमा जान्छ भने फेरि दोहोऱ्याइराख्नु पनि परेन। यसको चाहिँ खुट्टा टेक्नीहरूदेखि लिएर सम्पूर्ण चिजहरू
बाहिरी आवरणहरू पनि एकदम चकाचक टलक्क टलल छँदैछ। यो पछाडि तपाईँको चाहिँ नि सामान सर्लक्क हालेर हिँड्न पनि मिल्यो, बक्स छ यहाँनिर होइन। त्यस पछाडि तपाईँको यी 92 छ 142 को नम्बर रहेको गाडी। अनि पछाडि यसमा चाहिँ फेरि टक्क लाइट पनि छँदैछ, साइड लाइट, ब्रेक लाइट, पार्किङ लाइट सबै भएको। अनि सरर घुमाइदिनुहोस्। यो गाडी चाहिँ तपाईँलाई फेरि मैले चाहिँ मूल्य भन्नलाई अलिकति ढिला गरी होइन, मूल्य सुनौ गाडी किनौँ लागिसक्यो होला, अब ढिला गर्दिनँ। 2011 मोडलको महेन्द्र कम्पनीको डबल क्याबको चाहिँ नि मूल्य आज र अहिलेलाई जम्मा हामीले तोकेका छौँ 9 लाख मात्र। डाइरेक्ट सिधै ढिला नगरिकन आउने साथीहरूलाई विशेष छुट छँदैछ, देउताकै बोली हुँदैन होइन। जम्मा 9 लाखमा अबको मालिक तपाईँ हो। बायोमा राखिएको नम्बरमा टक्क कल गर्नु होला वा व्हाट्सएप गर्नु होला साथीहरू। यो गाडीमा फाइनेन्सको सुविधा भने छैन, क्यासै गर्नुपर्ने हुन्छ। गाडी त मन पर्यो, कहाँ आउने त हेर्नलाई भन्ने पनि हुनसक्छ। ठ्याक्कै तपाईँ आउनुपर्ने हुन्छ काठमाडौँ चाबेल ओम हस्पिटलको ठ्याक्कै पछाडि पार्किङमा ठुलो रुख छ। हेर्दाखेरि चाहिँ तपाईँले नरिवलको जस्तो पनि देख्छ, सुपारीको जस्तो पनि देख्छ, तर सुपारी पनि होइन, नरिवल पनि होइन। यो लोकेसनको लागि मात्रै हो। ठ्याक्कै ओमको पछाडि आइसकेपछि तपाईँले देखिहाल्नुहुन्छ हाम्रो ग्यारेज। यहाँ चाहिँ तपाईँको खरिद पनि हुन्छ, बिक्री पनि हुन्छ, सट्टापट्टा पनि हुन्छ, मर्मत पनि हुन्छ होइन। गाडी खरिद गर्नको लागि मात्र होइन कि बिक्री गर्नु पऱ्यो भने सम्झिनु होला। बाटोमा गाडी गुडेको देखेको भरमा मात्र गाडी किन्नु हुँदैन। आफूसँग टिपको कन्ट्याक्ट हुनुपर्छ, टिप गर्ने क्षमता हुनुपर्छ। गाडीले हामीलाई जिरोमा पनि पुर्याउँछ र गाडीले हामीलाई हिरोमा पनि पुर्याउँछ। हिरो बन्ने वा जिरो बन्ने भन्ने कुरो तपाईँको हातमा हुन्छ। त्यसैले गाडी खरिद गर्दाखेरि आफूसँग टिप चाहिँ हुनुपर्छ। जस्तै पैसा कमाउने खालको गाडी किन्दाखेरि पैसा कमाउने टिपहरू हुनुपर्छ है होइन। त्यसै गरी हामीसँग यहाँ 2022 मोडलको टाटा कम्पनीको नामै काफी छ योद्धा गाडी होइन। एकदम बवाल कन्डिसनको गाडी चाहिँ हामीले यो पनि बिक्रीमा ल्याएको छौँ। आवश्यक र इच्छुक साथीहरूले कन्ट्याक्ट गरेर आउनु होला। यो गाडी चाहिँ तपाईँको 22 मोडलको गाडी भयो। यसको अब हल्का फुल्का टचअप कलर गराएको छौँ। यो गाडी पनि बिक्रीको लागि छ। मूल्यको लागि चाहिँ मैले अहिले भनिनँ, तपाईँहरूले सर्लकै डाइरेक्ट कल गर्नु होला र कलमै यसको मूल्यको कुराहरू गर्नेछौँ। किनकि अब यसको हल्का फुल्का यता अघि राइट ह्यान्ड साइडमा देखिहाल्नु भयो कलर हुँदैछ होइन। अन्य चिजहरू पनि टाक्काटुक्क मर्मसम्मार गर्नुपर्ने छ। गाडी जस्तो आयो त्यस्तै बेच्ने होइन, गाडीको कन्डिसनलाई भेरी गुड बनाएर मात्रै बेच्छौँ हामी। त्यसैले अलिअलि खर्च छ, खर्च गरिसकेपछि मोटामोटी हिसाब गरेर अनि सर्लको तपाईँलाई मूल्य भन्ने छु। 2022 मोडलको योद्धा खोज्दै हुनुहुन्छ भनेदेखि सिधै सम्पर्क गर्नु होला। आजलाई चाहिँ तपाईँहरूलाई मैले महेन्द्र कम्पनीको डबल क्याबिन देखाएँ, अनि टाटा कम्पनीको योद्धा गाडी सर र हल्का मात्र देखाएँ। यसको चाहिँ तपाईँले अब यस्तै गाडीहरू खरिद बिक्री गर्नु परेमा पनि सम्झिनु होला। आज र अहिलेलाई भनेदेखि यति मात्रै। भोलिका दिनमा अन्य गाडीको भिडियो लिएर भेट्ने बाचाको सहित अहिले छुट्छौँ। भिडियो हेरेर साथ दिनुहुने साथीहरूलाई थ्याङ्क्स फर वाचिङ। भिडियो कस्तो लाग्छ, राम्रो लाग्यो भने सेयर गरिदिनु होला। भिडियोमा केही कमी कमजोरी देखियो भनेदेखि छ्यास कमेन्ट गर्नु होला। अन्य भ्लग बनाउँदाखेरि अवश्य सुधार गरेर आउनेछु भन्दै आज र अहिलेलाई छुट्छौँ। थ्याङ्क्स फर वाचिङ, बाई बाई, सी यू।